आजको दिन त मेरो लागि कस्तो ब्याड लग रहेछ त्यही पनि हेरौँ है त कसरी मैले मेरो दिन बिताएँ भनेर। Hey guys, this is me Isha and welcome to a day in my life. आज सन्डे चाहिँ अलमोस्ट एक हप्ता भन्दा बढी भयो मैले मेरो डेली ब्लग्सहरु पोस्ट गर्न थालेको। पहिला चाहिँ इरेगुलर थिए, अहिले चाहिँ रेगुलर गरिरहेको छु। तपाईहरुलाई कस्तो कन्टेन्ट मन पर्छ प्लिज कमेन्टमा ड्रप गर्नु होला। एज अ रेगुलर म चाहिँ बिहान बिहान रेडी भएर जिम गए। आज चाहिँ मेरो लेग एन्ड शोल्डरको डे थियो र वर्कआउट गर्दा गर्दा चेनमा थिचेर मेरो हातै काट्दिराके। घाउ त सानो थियो तर ब्लिडिङ चाहिँ रोकेको थिएन। त्यसपछि वर्कआउट सकाएर घर गए। हेर्नुस् न यो डगीहरुलाई खाना दिएको मलाई कस्तो मन पर्छ के। घर जान साथ चिया पुडिङमा म्युस्ली हालेर खाए। म चाहिँ हतार हतार एकछिन क्लास गए र एकछिन क्लिनिकमा टिटानसको सुई हान्न गए। मलाई चाहिँ सुईदेखि एकदम डर लाग्छ त्यसैले इट वाज अ ब्याड डे र घर आएर खाना चाहिँ मजाले खाए र मम्मीले प्री अर्डरको अचार बनाउँदै हुनुहुँदो रहेछ सो हेल्प गरे र शावर लिएर लेफ्टओभर खाजा खाए अनि मोही खाए। त्यसपछि म स्किन केयर गर्दैछु। कति महिनापछि आज फुल स्किन केयर गर्दैछु। सो गाइज आज चाहिँ मेरो स्किन एकदम ग्लो भइरहेको छ एन्ड आइ एम लभिङ इट। सो आजको लागि यति नै। यदि तपाईहरुलाई मेरो डेली ब्लग्स मन पर्छ भने डु कमेन्ट एन्ड लाइक। बाइ।